बहिनी नमस्कार हजुर। नमस्ते। नाम सहित जाउँ न, घर कता पर्यो, नाम के पर्यो? हजुर मेरो नाम सङ्गीता विश्वकर्मा हो, मेरो घर रोल्पा हो। हाल चाहिँ यहाँ पवित्र नगरभित्र बस्छु, मेरो खाजा घर छ। आज यहाँ किन आउनुभयो? यसो प्रचण्ड बालाई ढोगर्न आएको नि त, सम्मान गर्न। तपाईँको बा हो प्रचण्ड, किन ढोगर्ने? दोस्रो बाउ भएछ, अब पहिलो बाउ हाम्रो भए, हामीले जन्माउने पहिलो बाउ, यिनी दोस्रो बाउ। बाउ सरह मान्नुहुन्छ प्रचण्डलाई तपाईँले? अनि के त अनि तपाईँले के दिएछन् र प्रचण्डले बाउ मान्नलाई? भगवान्, त्यो खाना लाउन दिगन मात्र भयो र। अनि के दियो? दिने भएर दिएकै छ नि त, अब गाउन, अब यता उता होइन, बाटोघाटो। भनेपछि रुकुम रोल्पातिर प्रचण्डले राम्रो विकास गरेका छन्। अनि अब पहिल्यै रोल्पै रुकुम बसेका आनगाने अदलबले कुरा गर्ने। पहिला पनि चिन्नुहुन्थ्यो कि अहिले मात्रै हो प्रचण्ड चिनेको? होइन, पहिल्यैदेखि चिन्थ्यौँ हामीले। सानो हुँदाखेरि पारि प्रचण्ड बसेको गाउँ त्यही हो भनेर हाम्रो बाजेहरूले सिकाइन्थ्यो के, यस्तै यस्तै हुने सुल्चर आन्थ्यौँ हामी। त्यही हो प्रचण्ड बसेको भनेर भनिदिन्थ्यो। त्यसो भए भोट केमा हाल्नुहुन्छ त? पहिला हँसे हटौरा भन्थे, अहिले त्यही तारामा हाल्ने त होला आउँछ। तारामा हाल्ने? हाल्ने जहाँसु कि जाउँछ। अनि अहिले त घन्टीहरूको हल्ला पनि चलिरहेछ। घन्टीहरू हल्लाउन सक्दैनौँ, भइगयो। अब त घन्टीहरू हल्लाउनु दिन पनि गइगयो, सक्दैनौँ, बुढेसकाल लागेको। भनेपछि तपाईँले तारालाई नै भोट हाल्ने? के अलिअलि उज्यालो पनि हुन्छ नि त, जे होस् तारामा हालेपछि अलिअलि उज्यालो पनि हुन्छ, त्यही भएर। अनि प्रचण्डलाई तपाईँले कसरी चिन्नुहुन्छ त? पछिल्लो चरणमा त धेरै ठाउँबाट प्रचण्डलाई अनेक खालका आरोपहरू लगाउने गरेका छन्। के आरोप लगाएका छन् र, के गरेका छन् र? तपाईँले हेर्नु भएको छ नि के अरे फेसबुकहरू, सारा सामाजिक सञ्जालहरू? हेरेकै छु फेसबुक त। त्यो त आरोपै लगाएको होला नि। आरोप लगाएका? आरोप लगाएको होला नि, त्यो त होइन, त्यो अलगले नहुने कुरा अब अलगले। अनि अहिले त थाहा छ नि तपाईँले, जेन्जी आन्दोलनमा केपी शर्मा ओली प्रधानमन्त्रीको उम्मेदवार हुनुहुन्छ, झापा 5 मा बालेन शाह। के भन्नुहुन्छ बालेन शाह, केपी ओली? के पिल त गरे कि हो नि त, गर्नसम्म त यत्रो गरो, विकास गरो, कम्ता गरेका हुन् र के पिल त। अनि के पिल केही छैनन्, तिनीहरू कोही छैनन्, सके गए। अनि बालेन शाह नयाँ युवै हुन्, जेसुकै हुन्, तर भोट चाहिँ हाल्ने त्यही तारामा हालौँ कि अलिअलि उज्यालो पनि हुन्छ। तारालाई चाहिँ किन भोट हाल्ने त? अब किन कारणै छैन नि, बेग्लै महसुस बेग्लै छ के, छुट्टै छ। छुट्टै महसुस भएर भयो त, केही पाउनु पनि पर्यो त भोट हालेर। अब यति बेलासम्म अलिअलि पाइएकै छ, अब पनि पाइएला, केही न केही त पाइन्छ। भनेपछि प्रचण्डलाई जिताउने, भोट हाल्ने, प्रधानमन्त्री बनाउने, अनि रुकुम रोल्पा विकसित बनाउने, होइन त? राम्रै बनाने के, त्यस कारणले भोट हाल्ने। अहिले अलिअलि अब पहिला गऱ्यौँ र अलिअलि अहिले पिच रोड गएको छ, ठाउँ ठाउँमा पानी ट्याङ्की बनेको छ, ठाउँ ठाउँबाट पानीहरू आएका छन्। अनि अरू स्कुलहरू स्कुलहरू क्लासहरू बढिरहेछ होइन। अनि पहिला हाम्रो गाविस भवनहरू के साना हुन्थे, ढुङ्गाले छाका हुन्थे मैले जान्दासम्म। अहिले 2 ताले 3 ताले भइगए, 3 भएकै छ त, अब झन् होला। त्यस कारणले झन् राम्रो बनाउनुहुन्छ भनेर जिताउने? अब झन् राम्रै होला। ल हस्, धन्यवाद।